यो स्वेटर बनाइसक्दा यति खुसी भएँ कि म यति खुसी लागिरहेको छ मलाई। कसैले चाह्यो केही गर्छु भनेर चाह्यो भने आँट्यो भने इच्छा राख्यो भने सकिने रहेछ क्या गर्नलाई। म सक्दिनँ होला गर्दिनँ होस् हुँदैन होला भनेर चाहिँ नहुने रहेछ क्या। मलाई यस्तै लाग्थ्यो। मैले जब क्रोसेट सुरु गरेँ सानो सानो आइटमहरू चाहिँ बनाउँछु म आफैले गर्छु भनेर गर्न थालेँ है। हल्का माइन्ड डाइभर्ट नै हुन्छ, यसो भुलिन्छ भन्ने कुराले सुरु गरेँ मैले। अनि सानो सानो त बनाउँथेँ नै, मतलब बनाउँछु नै जस्तो लागेको थियो र बनाएँ नि है। यस्तो ठुलो ठुलो प्रोजेक्टहरू, ठुलो ठुलो सामानहरू, यो स्वेटर भयो अरूहरू भयो भने तिनीहरू चाहिँ म गर्न सक्दिनँ जस्तो लाग्थ्यो क्या। गरे पनि भएन भने बिग्रियो भने जस्तो लाग्थ्यो। अनि मलाई मोटिभेट गर्नुहुन्थ्यो मेरो दिदीहरूले, साथीहरूले, बना गर्न सक्छ, बनाऊ, ट्राई गरेर हेर, ट्राई गर्यो भने हुन्छ भनेर भन्नुभयो है। अनि मैले ट्राई गरेँ, एउटा भयो दुईवटा भयो, अब यो अहिले यो भयो हेर्नु न कति खुसी लागेको छ कि एकदम राम्रो भएको छ। यो खुसीको सीमा छैन, मेरो अनुहारमा झल्किरहेको छ। गर्यो भने सकिने रहेछ गाइज। त्यही भएर आजदेखि जे इच्छा लागेको छ गर्नु होला, ट्राई गर्नु होला, सकिन्छ।